गण्डकी परदेश पोखरामा कोटी होमा जब भजन कीर्तन गर्दै हरि रमाउने हो भजन कीर्तन गाउला भजन कीर्तन गाउला सँगै सँगै रमाउला हे भगवान भजन कीर्तन गाउला सँगै सँगै रमाउला 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 यो ब्रह्माण्डमा के चलिरहेको छ सबै हेर्दै गर सारा ब्रह्माण्डको सृष्टि चक्र नियमअनुसार चल्दैछ हो कैलाशमा माता पार्वती हाम्रो प्रतीक्षा गरेर बसिरहेको हाम्रो आगमन हुन साथ सुवर्ण कलश लिएर पक्कै पनि मेरो पाउ धुना हुनेछ त्यो बेला तिमीहरूलाई जे इच्छा आउँछ म त्यो दिनेछु भन के खान चाहन्छ तिमीहरू भन्नु पनि कल्याण होस् मैले तिमीलाई चिन्न सकिनँ तिमी त वीर रहेछौ जस्तै आफ्नो माताको वचनको लागि आफ्नो प्राण दान दियो जबसम्म प्राण गयो तबसम्म तिमी वचनमा प्रतिबद्ध रहेछौ आजदेखि तिमी मेरो गणपति रहनेछौ तिम्रो यो माता प्रतिको श्रद्धा अनि यो आज्ञा प्रतिको उत्तरदायित्व देखेर म प्रसन्न भएको छु आजदेखि हाम्रो पुत्र तिमी रहनेछ तिम्रो नाम गणेश रहनेछ आजदेखि प्रति गरेको अपमानको सजाय भागीदारी किन हाम्रो बाटो यो द्वारमा छेप्दैछ म स्वयं यस द्वारको द्वार रक्षक